हामी पूर्वी रुकुम जिल्लामा पर्ने ऐतिहासिक ठाउँ, एउटा छुट्टै इतिहास बोकेको भाग हो यो चाहिँ महत गाउँ। यहाँ चाहिँ एउटा महत गाउँको माथिपट्टि डाँडोतिर चाहिँ शहीद पार्क बनाइएको छ। आज हामी चैते दसैँको दिनमा यता यसो हेरफेर गरौँ, इतिहास पनि बुझौँ भनेर चाहिँ यहाँ आएका छौँ। जनयुद्धकालीन सङ्ग्रहालयहरूलाई थोरै व्यवस्थित गर्ने तरिकाले बनाइएको एउटा युद्ध पार्क भनेर पनि सम्बोधन गर्न सकिने महत ठाउँमा रहेको यो पार्क हो। यहाँ रमाइलो देखिने रहेछ यहाँबाट दृश्यहरू। म चाहिँ दोस्रो पटक आएको, पहिला आउँदा त्यति धेरै देखिया जस्तो लाग्दैन थियो पहिलोपटक चाहिँ। अनि हामी धेरैजना उपस्थित भएका छौँ। यसले चाहिँ एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको ठाउँ हो। रुकुम, रोल्पा अनि जस्ता ठाउँहरू चाहिँ र यहाँ चाहिँ हेलिप्याड पनि रहेको छ। कहिलेकाहीँ आकस्मिक रूपमा चाहिँ हेलिकप्टरहरू चाहिँ अवतरण गर्न पर्यो भने यहाँ चाहिँ हेलिकप्टर बसाल्न सकियो। अनि पहिला चाहिँ यो ठाउँमा चाहिँ जनयुद्ध हुँदा ताका तत्कालीन माओवादीको सेनाहरू चाहिँ लड्ने, यहाँ बस्ने, यहाँ आवासको रूपमा चाहिँ मान्छेहरू, सेनाहरू चाहिँ माओवादीका सेनाहरू चाहिँ यहीँ बसेर चाहिँ युद्धको तयारी गर्ने भन्ने चाहिँ कुराहरू चाहिँ जानकारी प्राप्त भएको छ। एकदमै रमाइलो ठाउँ पनि रहेछ। र त्यति बेला जनयुद्धकालमा चाहिँ राज्यको नजरबाट बस्न पनि अलिकति सहज ठाउँ रहेछ। यहाँका खोला काप्चाहरू रमाइलो छ। यहाँ चाहिँ कतै छिर्यो भने मान्छे, नयाँ मान्छे आएकोले चाहिँ भेटाउला भन्ने आश छैन। तपाईँको चाहिँ के छ धारणा यहाँ चाहिँ यसको बारेमा के जानकारी छ? जनयुद्धकालको एउटा ऐतिहासिक उद्गम थलो भनेर रुकुम पूर्वको यो महत गाउँलाई भनिन्छ, जसमा यो युद्ध पर्यटकीय मार्ग पनि हो। खास गरी यहाँ चाहिँ शहीद पार्क बनाएका छन्, त्यो स्मरणीय छ यसको लागि। त्यसले अब खास गरी हिजोको जनयुद्ध, यो व्यवस्था परिवर्तनको निम्ति भएको महान जनयुद्धको चाहिँ स्मरणको लागि त्यो हाम्रा पुराना चाहिँ कमरेडहरू, त्यो जनयुद्धका थालनीकर्ताहरू र त्यसमा योगदान गर्ने आम जनमानसहरू आउनै पर्ने, एकपटक यस तलमा आउनुपर्ने देखिन्छ। र हामी यहाँ आइपुगेका छौँ र यहाँ सबैलाई पनि आदरणीय महानुभावहरूलाई यस थलोमा आएर एकपटक अवलोकन गरिदिन अनुरोध गर्दछौँ।